भिडियो खिचाइ त नभइरहेको रहेछ दिदी हेलो गाइस ह्याप्पी तिहार टु अल। आज चाहिँ हाम्रो माइती घरमा तिहार विशेष कार्यक्रममा चाहिँ मेरो घरमा चाहिँ मासु फ्राई गरिरहेको छु, राँगाको मासु। यता टमाटो हाल्न बाँकी छ, अझै यहाँ राँगाको मासु फ्राई गरिरहेको छु मस्तले। हाम्रो फ्यामिलीहरू पुरै व्यस्त हुनुहुन्छ काम कुरामा। हाम्रो ठुल दिदी यता चाहिँ हाम्रो प्यारी आमा, यता काइली फोनमा व्यस्त। खानेकुराहरू के पाक्यो हो। यता त माइली दिदी हाम्रो रोस्टको लागि एकदम तम तयार भएर आगो बालिराख्नु भएको छ। यता हाम्रो माइली दिदीले रोस्टको लागि मिक्स माक्स गरेर मासुलाई एकदम तयारी अवस्थामा राख्नु भएको छ। हजुरहरूको तिहार कस्तो भइरहेछ गाइस? ह्याप्पी तिहार टु अल।